कोरिसियामा कति कमाइ हुन्छ र खाना र बस्न र कति खर्च हुन्छ आजको भिडियोमा चर्चा गर्नेछौँ, कुराकानी गर्नेछौँ। आउनुहोस् भिडियोलाई स्टार्ट गरौँ। यदि नयाँ छ भने तपाईँ सब्स्क्राइब गर्नु नभुल्नुहोला। नमस्कार, मेरो नाम निको तामाङ। तपाईँ हेर्दै हुनुहुन्छ मेरो आफ्नै युट्युब च्यानल मिस्टर निको। आउनुहोस् भिडियोलाई स्टार्ट गरौँ। 2025 मा 970 बेसिक हुने भनेको कुनैको भइसकेछ, तर कुनैको हाम्रै कम्पनीको भएको छैन। किन र त्यो पनि म भन्छु। कन्ट्र्याक्ट पेपर हामीले साइन गरेको 2024 मा गरेको थियो। 2024 को हाम्रो त्यो समाप्त भएछैन, त्यो सकेको छैन। नसकेको कारणले हाम्रो नयाँ गभर्नमेन्टले चेन्ज गरेको त्यो रुल पाएको छैन है। त्यो पनि हाम्रो दुःख छ। अनि जति नै नयाँ आउनुहुन्छ उहाँहरूले पाउँछ 970। तपाईहरुको धेरै कोरिसियामा आएपछि खर्च र कति जान्छ होला धेरैले सोध्छ हैन। खर्च तपाई मिनिमम 150 देखि तपाईले खानामा जारक्सी खानेले 200 सम्म, चुरोटहरु खानेहरुले जारक्सी चुरोट खानेहरुले 200-250 सम्म जान्छ। यदि म जस्तै जारक्सी नखाने भएको मान्छेले 150 मा तपाईको खाना बस्न सबै कम्पनीले दिएको हुन्छ रुम भाडा, अनि खानामा 150 मा पुगिन्छन्। कुनैको एक टाइम मात्रै हुन्छ, एक टाइम कम्पनीले दिएको हुन्छ। सो उनीहरुको मिनिमम 80 रुपैयाँ सम्म महिनाको जान्छ। कुनै कम्पनीले खानामा दिन्छ। सो त्यति कुनैको स्यालेरी आउँछ। अनि स्यालेरी कति हुन्छ त? मिनिमम 5-6 दिन 6 दिन गर्ने कामहरुले कन्स्ट्रक्सन लाइनहरुमा गरेकोहरुले 6 दिन कामहरु गर्ने नेपालीहरुले प्राइस जसो 1100-1000 रुपैयाँ देखि 1000 देखि माथि 1100-1200-1300 सम्म 1400 सम्म पाइन्छ। यदि 5 घण्टा तपाईले यदि 5 दिन काम गर्यो, 8 घण्टा ड्युटी गर्यो, तपाईहरुको पाउन चाहिन्छ। तपाईहरुको म्याक्सिमम तपाईहरुले 970 बेसिक हुन्छ। 970 मा तपाईहरुले पाउन सकिन्छ जम्मै 750-780 सम्म पाउन सकिन्छन्। किनभने धेरैको गभर्नमेन्टले काट्छन्। अनि पर्सनल तपाईको एटीएम कार्डले 5 रुपैयाँ काट्छ। 5 रुपैयाँ, कुनैको 2 रुपैयाँ, कसैको 1 रुपैयाँ, कसैको 3 रुपैयाँ। फिक्स हुन्न, कुनै बैंकको लिमिट छैन। मेरो ओटीपी बैंक छ। पहिलाको महिना 5 रुपैयाँ काट्थ्यो, अनि त्यसपछि म 0 रुपैयाँ पैसा राख्न आड्यो। 1 रुपैयाँ म पैसा एटीएम मा राख्न छोडेन। 1 रुपैयाँ राखेन। तिनीहरुले फोन गरे गरोस् भनेर फोन गरेको, जति पैसा लाग्छ त्यति काट्दिने। सो त्यसरी खाली राख्दिन्छु म। 1 रुपैयाँ 2 रुपैयाँ पनि राख्दैन, फेरि त्यो गर्दिन्छु। किन यिनीहरुले फेरि दिने भनेर। यिनीहरुले काट्छ त्यतिकै। मलेसियामा बसेको थियो, मलेसियामा त्यसरी काटेको थिएन, यहाँ धेरै काट्छन्। तपाईहरुले धेरैले कमाउनु छ। यहाँ नेपाली कन्भर्सन गर्दा अहिले 150 रुपैयाँ 150 रेट छ। तपाईले इन्ट्रु गर्नु न 1000 को 1100 कति हुन्छ भनेर लाउँछन्। तपाईहरुले 1,50,000, 1,40,000, 1,80,000 सम्म, 2 लाख सम्म खान पनि सकिन्छ। नेपालीहरुले प्राय जसो छ धेरैले हैन। त्यसरी छ। कोरिसियामा कमाइ पनि हुन्छ, नहुने हैन है। अनि खानामा धेरै महँगो पनि महँगै छ भनौं। महँगो पनि महँगो छ। कुनैको 150 पनि जान्छ, कुनैको 200 पनि जान्छ, 300 पनि जान सकिन्छ। खानामा आफ्नै डिफरेन्ट हुन्छ। त्यसमा भन्न सक्दैनन्। त्यो आफ्नो डिफरेन्ट हुन्छ त्यसमा। मेरो अब म जहिले पनि मासु सबै खाने चीज हो हैन। 1-2 दिन मैले त्यति मासुहरु खान्दैन, मतलब डेली खान्छु मासुहरु। त्यस्तो खाएर मैले 150 महिनाको 160 सम्म जान्छ। सो तपाईहरुले पनि धेरै जना जारक्सी नखानेहरुले कमाउन सकिन्छ। यहाँ जारक्सी खानेहरुले रक्सीहरु सस्तो पनि छ। सो त्यति साह्रो जान्न। तपाईको 250 सम्म जान्छ। त्यति साह्रो खर्च पनि हुन्न यहाँ कोरिसियामा। हामी कमाउन आएको, सोच्नु पर्छ हामीले कमाउनु पर्छ। नेपालमा गएर केही गर्नुपर्छ भनेर, त्यही भएर कमाउनु होला। अनि तपाईहरु आउन सक्नुहुन्छ। यति भन्दै भिडियोलाई बिदा चाहन्छु। अर्को भिडियोमा भेट्छौँ भन्दै बिदा चाहन्छु। हस्, नमस्ते, बाइ बाइ।